तिहारको बेला बिहा देउसी खेलले पैसा कमाउनु पायो नि हो दुईजना मात्र छ देउसी खेल्न कहाँ जानु हौ के भयो कहाँ जान्छ हामी देउसी खेल्न ओहो दिदी बहिनीहरु कता हो हामी देउसी खेल्न जान लागो अनि भट्याउने मान्छे छ त छैन नि हामीसँग त मिलेर खेलौँ न जम्मा भएको पैसा आधी मलाई आधी उलाई अनि हामीलाई नि दिदी बहिनीले त फलफुल खाने हो नि तिहारमा ल जाऊ छोरी हजुर काम सकिएन बत्ती सत्ती निमाएर सुतिहाल्नुपर्छ आऊ अनि बाबा देउसी भैलो खेल्न मान्छेहरू आउँछ होला नि त्यही मान्छेहरू आउँछ भने त बत्ती सत्ती निमाएर सुतौँ भनेको आऊ ल यो घरमा खेलौँ न भाइ खेल्नु खेल्नु सबै बत्ती निभाएको सुतिसक्यो क्या मान्छे मसँग आइडिया छ कि कोही त आइदिए पटाका ल जाऊ भित्र पटाउँ ए छोरी भुकु भाइ भाइ छिटो नमस्ते नमस्ते के को भूकम्प आउनु नि देउसी आयो बुढा 6 बजे बत्ती निभाएर सुत्ने देउसी आउँछ भनेर त्यस्तो होइन मूर्ख कस्तो होइन अब यही बस्ने देउसी सुन्ने नि यस्तो जाडोमा उभिएर हेर्ने भाइ हामीसँग कुर्सी छ कुर्सी रहेछ कुर्सी ल ल खेल ल मूर्ख छिटो छिटो भट्टे भट्याइहाल्ने हो ल ठिकै छ ल साथी म भट्याउँछु है त ए भन भन भाइ हो ए हामीलाई पैसा चाहियो अरे आउनु पाएको छैन पैसा चाहियो तँलाई अलि राम्रोसँग भट्टे ए म त नि गुणस्तरीय भट्याउनु पर्यो ल ठिकै छ ए घोडा बाँध्ने तबेला ए हामीलाई भयो अबेला आएको 10 सेकेन्ड भएको छैन तँलाई अबेला भइसक्यो ल ल म अलि राम्रोसँग भट्याउँछु नि त ए घर बेटी कस्तो ए भगडे जस्तो ए छोरी कस्तो ए चन्द्रमा जस्तो ओए तँ देउसी भट्टाउन आएको कि छोरी पट्याउन आएको साले मै कन्फ्युज भयो यार के गरेर आऊ म ए छोरी यसले भट्टाएको देखेर मेरो दिमाग खराब भइसक्यो भित्र गएर दक्षिणा ल्याइहाल त त्यस्तो भट्याएर मैले छोरी ए भन 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 देउसी ए कति छ गन गन गर्नु गन्न पर्यो नि हाती चापेर मर्न आँटिसक्यो त्यहाँ नेपालमा हात्ती कम भइसक्यो हेर भनिहाल्छ ए भन 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 ए रोहिणी भन ए बुर्खा के हो रोहिणी भनेको के हो रोहिणी बुढा